गोली चलेपछि मात्रै थाहा पाए भन्ने केपी शर्मा ओली र आदेश मैले दिएको छैन भनेर पन्छिन दिउँसै रात पार्ने कुरा गर्ने रमेश लेखक अनुसन्धानको कठघरामा उभिएको हेर्ने प्रतीक्षामा हरेक जनता छन्। भाद्र 23 गते 19 जना युवालाई गोली हान्न आदेश दिएर नरसंहार मचाउने र अहिले जेलमा जाकिने डरले जसरी हुन्छ छानबिनबाट पन्छिने प्रयत्न नेताहरूले गरिरहेका छन्। 24 गते मात्रै होइन 23 गते आफ्टरनुनदेखि नै घुसपैठ भएको छ। त्यहाँ लगेर केही कलिला बालबालिका मराउनु थियो त्यो युवाहरू र त्यस नाउँमा भोलिपल्ट उत्पात मचाउनु थियो, आगो लगाउनु थियो। अनि त्यसै रात त्यो फलानाको घर यहाँ छ व्यक्ति व्यक्ति तोकेर मेचीदेखि महाकालीसम्म व्यक्ति व्यक्ति तोकेर फलानाको घर छ यहाँ भनेर म्यापमा चाहिँ चिन्ह लगाएर एयरड्रपबाट सबै देखाएर फलानु व्यक्तिको लगाउने भन्ने यो तय कसले गर्यो? यो क्राइम हो कि होइन? अब त्यो षड्यन्त्र छानबिन गर्नुपर्ने हो। तर आयोग बन्यो के उद्देश्यका लागि भन्दा कसले बनायो? आयोग कसले बनायो भन्दा केपी ओलीलाई गिरफ्तार गर्नै पर्छ, थुन्नै पर्छ भन्ने कतिपयलाई लाग्ला। केपी ओलीलाई थुन्न सकिन्छ, थुन्ने अपराध गर्न सकिन्छ, अपराध हो त्यो, गर्न सकिएला। परिणाम जे होला कुनै न्याय कुनै हिसाबले केपी ओलीलाई गिरफ्तार गर्ने र थुन्ने केपी ओलीले कहिल्यै जिन्दगीमा काम गरेन। यी घटनाहरू अत्यन्त दुःखदायी थिए, अत्यन्त पीडादायी थिए। मैले अघि नै आग्रह गरिसकेँ र म के आग्रह गर्न चाहन्छु भने मैले 23 गतेकै दिनमा यी दुःखद घटनाहरू भइसकेपछि मैले त्यसै दिन तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ र त्यसपछि 24 गतेका दिनमा पनि अत्यन्त दुःखद र दुःखदायी घटनाहरू भए। म यति आग्रह गर्न चाहन्छु। अर्कोतर्फ अहिले एउटा अब त्यहाँ बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू विषयहरू उठेका छन्। म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन। प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट भएको छैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। नेताहरू पानीमाथि ओबानो बन्न खोजिरहँदा जेनजी आन्दोलनमा भएको नरसंहार जनताको मनमा यस्तो नमेटिने घाउ बनेको छ कि अहिले हरेक जनताको मनमा एउटै सवाल उब्जिरहेको छ। कलिला बालकको हत्या गर्ने हत्यारा कहिले जेलमा जाकिएलान्? देश खरानी हुने गरी विध्वंस मचाउने आतताई कहिले कठघरामा उभिएलान्? जेनजीको हत्या आरोप खेपिरहेका केपी ओलीदेखि रमेश लेखकसम्मलाई अनुसन्धानको दायरामा ल्याइनु पर्ने जनचाहना बढ्दा शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूमाथि पनि छानबिनको माग बढिरहेको छ। जेनजीको हत्यापछि कोख रित्तो पारेकी आमालाई न्याय दिन र हत्यारा आतंककारीलाई सजायको भागीदार बनाउन यदि कसैले सक्छ भने त्यो सरकारले बनाएको उच्च स्तरीय जाँचबुझ आयोग नै हो। त्यही आयोगले हत्याराको हातमा हतकडी लगाउन र शहीदलाई न्याय दिन काम गरेको छ वा छैन प्रश्नहरू उब्जिएका छन्।